हेलो एभ्रिवान, वेलकम टू माई युट्युब च्यानल। तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। सो गाइज, मैले आज पनि इन्ट्रेस्टिङ सेन्टेन्सहरु ट्रान्सलेसनको लागि प्र्याक्टिसको लागि जुन नेपाली टु इंग्लिश ट्रान्सलेसन भिडियो रहेको छ, मैले यहाँ टपिक लेख्दै छु हैन, नेपाली टु इंग्लिश ट्रान्सलेसन भिडियो। अनि हेर्नुस्, तपाईहरुको लागि मैले एकदम इन्ट्रेस्टिङ इनफ सेन्टेन्सहरु लिएर आएको छु हैन, जस्तो पनि जुनसुकै अनि टेन्सहरुमा हैन बनाउन मिल्ने खालको प्र्याक्टिस गर्ने हैन, एकदम राम्रो राम्रो आफ्नो व्यावहारिक जीवनमा लाग्ने सेन्टेन्सहरु, काम दैनिक जीवनमा हैन, त्यो पनि लिएर आएको छु हैन। मैले एकदम इन्ट्रेस्टिङ छ। सो ढिलो नगरिकन स्टार्ट गरौँ हैन। अनि यहाँ हेर्नुस् हैन, सबभन्दा फर्स्टमा के छ भनेसी, समाजसेवी आशिका तामाङले जेन्जी आन्दोलनको बेलामा चाउचाउ बिस्कुट र पानीको बोतल बाँडिरहेको थिइन्। अब हामी सबभन्दा पहिला बनाउँदाखेरि हैन, तपाईले यहाँ टेन्स चिन्नुपर्छ हैन। सबभन्दा पहिला टेन्स चिन्नी, अनि सब्जेक्ट चिन्नी, अनि भर्ब कुन हो हैन, हामी कहाँबाट स्टार्ट गर्ने, सो त्यसैको बारेमा हैन म तपाईले बताउँछु हैन। अब सबभन्दा पहिला हामीले जुनसुकै सेन्टेन्स स्टार्ट गर्दाखेरि सब्जेक्ट खोज्नुपर्छ, अनि त्यसपछि हामीले सब्जेक्ट खोजेपछि भर्ब खोज्नु, अनि अब्जेक्ट खोज्नुपर्छ। अनि यहाँ हेर्नुस् तपाईले हैन, यो समाजसेवी आशिका तामाङ भनेको यो ती सब्जेक्ट हो। आशिका तामाङले, समाजसेवी आशिका तामाङले भनेको यति सब्जेक्ट हो। अनि जेन्जी आन्दोलनको बेलामा भनेको यो अर्को, यो हामी पछाडि जोड दिने हो, यो सेन्टेन्स बनाएपछि पछाडि। अनि पहिलो सब्जेक्ट के हो, आशिका तामाङ, समाजसेवी आशिका तामाङ हैन। अनि चाउचाउ बिस्कुट र पानीका बोतल बाँडिरहेको थिइन् भनेर, अनि आशिका तामाङ कोले बाँडिरहेको थियो, आशिका तामाङले चाउचाउ बिस्कुट र पानीको बोतल बाँडिरहेको थिइन् भनेर यो हामीले बनाउने पहिला। अनि जेन्जी आन्दोलनको बेलामा यो जुन छ, यो जेन्जी आन्दोलनको बेलामा यो हामीले चाहिँ पछाडि जोड दिने हो। मेन सेन्टेन्स भनेको हामीले चिन्ने हो, आशिका तामाङ भनेको सब्जेक्ट भयो, अनि चाउचाउ बिस्कुट र पानीको बोतल बाँडिरहेको थिइन् यो बनाउने, अनि त्यसपछि यो आन्दोलनको बेला, जेन्जी आन्दोलनको बेलामा भनेर हामी पछाडिबाट जोड दिने हो। आई होप तपाई पक्कै पनि बुझ्नुभयो होला हैन। अनि यहाँ हेर्नुस्, उनले बाँडिरहेको थिइन् भनेपछि तपाई अब यो सेन्टेन्स पनि चिनिसक्नुभयो होला हैन, पक्कै पनि हैन। पास्ट कन्टिन्यू टेन्स हो, किनकि यहाँ कन्टिन्यू बाँडिरहेको भनेर जनाइरह, पास्टमा उनले जुन काम गरिरहेको थिइन् हैन, बाँडिरहेको काम जनाइरह, पास्ट कन्टिन्यू टेन्स हो। अनि पास्ट कन्टिन्यू टेन्समा सब्जेक्ट वाज वेयर प्लस बिफोर प्लस सब्जेक्ट लाग्छ, तपाईले पक्कै पनि थाहा। अनि सब्जेक्ट अनुसार, जस्तै सब्जेक्ट सिंगुलर छ भनेपछि वाज लाग्छ, सब्जेक्ट प्लुरल छ भने वेयर लाग्छ। अब त्यति कुरा तपाईले बताउन पर्दैन होला, आई होप हैन। अनि हामी चाहिँ स्टार्ट गरौँ। अनि यहाँ हेर्नुस्, सबभन्दा पहिला समाजसेवी आशिका तामाङ भनेर हैन हामीले सब्जेक्ट लेख्न पर्यो। अनि सब्जेक्ट लेख्दाखेरि हैन, सबभन्दा पहिला अब समाजसेवी भनेको के हो, समाजसेवी भनेको सोशल वर्कर। अनि सोशल अब वर्कर आशिका तामाङ, आशिका तामाङ यो भनेको हाम्रो सब्जेक्ट भयो, सोशल वर्कर आशिका तामाङ। अब हामीले सब्जेक्ट लेखेपछि अब यहाँ यो लेख्ने हो, जस्तै यो भर्ब मेन भर्ब अब कुन हो, हामीले चाहिँ मेन सेन्टेन्स कुन हो, अब हामीले चाहिँ अब यसको चाहिँ हेल्पिङ भर्ब लाउने, हामीले मैले बताइसकेको छु हैन, पास्ट कन्टिन्यू टेन्स हो। अब पास्ट कन्टिन्यू टेन्सको आशिका तामाङ भनेको एकजना हो। अब एकजनासँग हेल्पिङ भर्ब लगाउने, वाज वेयर के लाग्छ हैन, त्यसपछि यहाँबाट सुरु गर्ने, हामी पछाडिबाट यहाँबाट यसरी सुरु गर्ने हो। अनि यो बेलामा जेन्जी आन्दोलनको यो चाहिँ लास्टमा जोड दिने हो। आई होप तपाई पक्कै पनि बुझ्नुभयो होला। अनि मैले भनिसके, टेन्स अनुसार गएपछि सेन्टेन्स मिस्टेक हुँदैन। आशिका तामाङ भनेको एकजना हो, अनि यो पास्ट कन्टिन्यू टेन्स हो। अनि पास्ट कन्टिन्यू टेन्समा वाज वेयर के लाग्छ, अनि सिंगुलरसँग वाज लाग्छ हैन। अब हेर्नुस्, यहाँ बाँडिरहेकोलाई हैन, हामी यो बाँडिरहेको भनेको डिस्ट्रिब्युट भन्छ हैन, अनि यसको बिफोर लाउन पर्यो, अनि डिस्ट्रिब्युटिङ लेख्न पर्यो, अनि डिस्ट्रिब्युट। अनि अब यहाँ के बाँटिरहेको थिइन्, अब चाउचाउ बिस्कुट र पानीको बोतल। अनि चाउचाउलाई के भन्ने, म्यागी, अनि बिस्कुट, अनि के, पानीको बोतल, एन्ड अनि वाटर बोतल हैन, वाटर बोतल। अब यति भयो हैन। अब हामीसँग बचेको के हो, अब बचेको जेन्जी आन्दोलनको बेलामा। अब यो बेलामा लेख्दाखेरि हामीले हैन, अब एउटाखेरि वाइल लेख्दा पनि हुन्छ, ड्युरिङ लेख्दा पनि हुन्छ के। अब यो बेलामा भनेको त्यही समयको दौरान के, त्यही समयको दौरान हैन। अनि उनले चाहिँ
पानीको बोतल अनि त्यसपछि चाहिँ बाँडिरहेको थिइन् के बिस्कुट पानीको बोतल चाउचाउ बाँडिरहेको थिइन्। अनि ड्युरिङ हैन अब ड्युरिङ अब जेन्जी आन्दोलन अब ड्युरिङ हैन अब जेन्जी लेख्न पर्यो जेन्जी अब प्रोटेस्ट आन्दोलनलाई प्रोटेस्ट लेखे पनि हुन्छ हैन प्रोटेस्ट। अब हेर्नुस् आई होप तपाईले बुझ्नुभयो होला हैन। समाजसेवी आशिका तामाङले जेन्जी आन्दोलनको बेलामा चाउचाउ बिस्कुट र पानीको बोतलहरू बाँडिरहेको थिइन् भन्दाखेरि हैन हामीले कसरी भन्दै भनेपछि सोशल वर्कर आशिका तामाङ वाज डिस्ट्रिब्युटिङ हैन म्यागी बिस्कुट एन्ड वाटर बोतल हैन ड्युरिङ जेन्जी प्रोटेस्ट हैन। आई होप तपाई पक्कै पनि बुझ्नुभयो होला राम्रोसँग हैन। अनि नेक्स्ट हेरौँ मेरो लक्ष्य हासिल गर्न कडा मेहनत गरिरहने छु भन्दाखेरि हैन अब यहाँ गरिरहने छु अब यो कुन टेन्स हो हैन अब यो कुनै पनि काम जस्तै हामी लगातार गरिरहने छौं हैन अब त्यो भविष्यमा पनि गरिरहने हैन कन्टिन्यू जस्तो देखाइराछ हैन यो त भविष्यको कुरा हो तर भविष्यमा पनि कुनै पनि काम उ चाहिँ लगातार गरिरहन्छ भनेपछि कीप प्लस बिफोर लगाउने के अनि हामी त्यस्तै बनाऊँ। आई होप तपाई पक्कै पनि अहिले बनाएपछि बुझ्नु होला हैन नातिनु होला हैन। अनि सब्जेक्ट भनेको त म हो हैन आई विल यो जस्तै अब यो फ्युचर टेन्सको कुरा हो अनि फ्युचर टेन्समा उले भनेछ हैन म मेरो लक्ष्य हासिल गर्नका लागि कडा मेहनत गरिरहने छु भनेपछि फ्युचरको कुरा गरेछ। अनि फ्युचरको कुरा कुनै पनि काम जस्तै फ्युचरमा नि उ गरिरहन्छ के लगातारै गरिरहन्छ भने कीप प्लस बिफोर लगाउने के अनि कीप अब के काम गरिरहन्छ अनि काम गरिरहन्छ मेहनत गरिरहन्छ अनि मेहनतलाई वर्किङ लेख्छ हैन अनि वर्किङ अनि हार्ड मेहनतलाई वर्किङ कडा मेहनत भनेको त वर्किङ हार्ड। अब हेर्नुस् हैन अब लक्ष्य हासिल गर्न यो लक्ष्य हासिल गर्न भनेको यो चाहिँ यो अर्को अब्जेक्ट पार्ट हो अनि यो भर्ब हो अनि हामीले यसलाई टु ले जोड दिने अनि टु अब हासिल गर्न भनेको एचिभ अब लक्ष्यलाई के भन्छ अब मेरो लक्ष्य हो माई गोल्स हैन माई गोल्स माई एम्स हैन। आई होप तपाई पक्कै पनि बुझ्नु होला हैन म मेरो लक्ष्य हासिल गर्न कडा मेहनत गरिरहने छु भन्छ आई विल कीप वर्किङ हार्ड टु एचिभ माई गोल्स। अनि नेक्स्ट हेर्नुस् हैन अब हेर्नुस् खराब मौसमको कारणले हैन खराब मौसमको कारणले गर्दा हामी कार्यक्रम स्थगित गर्यौं। अब तपाईले यसमा चाहिँ अब यहाँ पहिला सेन्टेन्स चिन्नुस् के पहिला हामीले यो जस्तै मेन सेन्टेन्स के हो हामीले कार्यक्रम स्थगित गर्यो यो सेन्टेन्स मेन हो हैन। अनि यो खराब मौसमको कारणले गर्दाखेरि यो हामी पछाडी जोड दिदा हुन्छ के पहिला यो बनाउने हामी कार्यक्रम स्थगित गर्यो पहिले यो बनाउने हैन अनि खराब मौसमको कारणले गर्दाखेरि यो पछाडी जोड दिने के। अनि यहाँ हेर्नुस् हैन स्थगित गर्यो भने यो कुन टेन्स हो स्थगित गर्यो भनेपछि तपाई पक्कै पनि हैन गर्यो भन्ने स्थगित गर्यो भन्दाखेरि हैन अनि सिम्पल पास्ट टेन्स हो हैन सिम्पल पास्ट टेन्स सब्जेक्ट V2 प्लस सब्जेक्ट लगाउनु पर्यो अनि हामीले त्यस्तै गरौँ हैन। सब्जेक्ट भनेको के हो वी हामी भनेको त वी हैन। अब हामी स्थगित गर्यौं भनेको स्थगितलाई तपाईले पोस्टपोन लेख्दा पनि अनि पोस्टपोन लेख्ने स्थगितलाई अनि पोस्टपोन V2 लाउनु पर्यो हैन अनि पोस्टपोन। अब कार्यक्रम हैन अनि कार्यक्रम द प्रोग्राम अब हेर्नुस् अब हामीसँग बच्यो हैन अब वी पोस्टपोन द प्रोग्राम हामी कार्यक्रम स्थगित गर्न पर्यो भनेर गर्यो हैन भनेको यो यति भयो हैन यति भयो। अब के बच्यो खराब मौसमको कारणले गर्दाखेरि अब ड्यू टु बिकज अफ हैन सो एज अब के लेख्नुहुन्छ अब ड्यू टु लेखौँ हैन ड्यू टु अब खराब मौसमलाई के भन्छ बेड वेदर हैन अनि बेड वेदर भनेको खराब मौसमका कारणले। आई होप तपाई पक्कै पनि बुझ्नुभयो होला कन्फ्युज त पक्कै पनि हुनुहुन्न होला किनकि मैले एकदम क्लियर बताइराछु हैन। अनि हेर्नुस् जीवनमा सफल हुन तिम्रो केही सपना हुन पर्छ जीवनमा अनि आफूले हैन अब केही सफल हुनको लागि केही सपना हुन पर्छ भन्छ नि हामीले कति युज गर्छौं हैन तिमी जीवनमा सफल हुनको लागि तिमीसँग केही सपना हुन पर्छ भन्न हामी कति युज गर्छौं हैन। सो हामीले यहाँ पहिला एउटा सेन्टेन्स चिनौं हैन जीवनमा सफल हुन हैन अनि तिम्रो केही सपना हुनुपर्छ भनेको तिमीसँग केही सपना हुनुपर्छ भनेको के यो सेन्टेन्सले जीवनमा सफल हुन तिमीसँग केही सपना हुनुपर्छ भनेको। अनि जब यस्तो सेन्टेन्स आउँछ हामी हैन जब कोहीसँग केही हुनुपर्छ भनेर
यस्तो सेन्टेन्स सजाब सल्लाह दिनको लागि अरूलाई हैन। अनि हामी सुड ह्याभ को प्लस गर्छौं कि सुड ह्याभ को युज गर्छौं कि हामी सुड ह्याभ कसैसँग केही चीज हुनुपर्छ भन्दाखेरि हामी सुड ह्याभ को युज गर्नुहुन्छ के। अनि हामी त्यस्तै बनाऊँ। पहिला सुरुमा हामीले यो बनाउने के अनि तिमीसँग हैन केही सपना हुनुपर्छ यो बनाउने अनि जीवनमा सफल हुन भने यो पछाडी बनाउने है। अनि हेर्नुस् अनि तिमीसँग भनेको के यो अनि यु सुड ह्याभ हैन यु सुड ह्याभ मैले भनिसकेको छु कसैसँग केही हुँदाखेरि केही चीज हुँदाखेरि हैन हुनुपर्छ भन्दाखेरि अनि सुड ह्याभ को प्रयोग गर्ने भने भनिसकेको छु हैन। अब केही सपना हैन तिमीसँग केही सपना हुनुपर्छ भनेको सम हैन सम ड्रिम्स हैन सम अनि ड्रिम्स सम ड्रिम्स। अब के बच्यो हामीसँग हैन हामीसँग यो जीवनमा सफल हुन भनेर बच्यो। यो सफल हुने भनेको सक्सेस अनि सक्सेस भयो हामी अनि अब्जेक्टलाई हैन अर्को अब्जेक्टलाई त टु ले जोड्ने हैन अनि टु। अब सक्सेस इन लाइफ सक्सेस हैन सक्सेस इन लाइफ भनेको जीवनमा हेर्नुस् हैन जीवनमा सफल हुन हैन तिम्रो केही सपना हुनुपर्छ भनेको जीवनमा सफल हुन तिमीसँग केही सपना हुनुपर्छ भनेको के। अनि यु सुड ह्याभ सम ड्रिम्स टु सक्सेस इन लाइफ। अनि हेर्नुस् अर्को नेक्स्ट हेर्नुस् हैन मेरो परिवार 2 घण्टामा घर आइपुग्छ मेरो परिवार 2 घण्टामा घर आइपुग्छ भन्दाखेरि सामान्य सेन्टेन्स हो हैन। तपाईले यसमा कुनै पनि खासै जान्नु पर्दैन हैन। मेरो परिवार 2 घण्टामा यो 2 घण्टामा भनेसी यहाँ हेर्नुस् अझै छैन उसको परिवार अझै आएको छैन 2 घण्टामा आइपुग्छ के अहिले आउने वाला जुन 2 घण्टा अगाडिको छ त्यो त्यसमा भनिन्छ के। यो भनेको फ्युचर टेन्स भयो 2 घण्टा अनि आइपुग्छ यहाँ तपाईलाई आइपुग्ने छ भनेर त्यहाँ दिदैन के यो सेन्टेन्सहरुमा आफै बुझ्न पर्छ तपाईले हैन ट्रिक लाएर के। अनि हेर्नुस् हैन यो भनेको सिम्पल फ्युचर टेन्स हो। अनि सिम्पल फ्युचर टेन्समा हामीले बनाउँदाखेरि सब्जेक्टलाई लाग्ने हैन मेरो परिवार भनेको त माई फ्यामिली अनि माई फ्यामिली हैन माई फ्यामिली। अब सिम्पल फ्युचर टेन्स भने भनिसकेको छु नि सिम्पल फ्युचर टेन्सको अब स्ट्रक्चर तपाईले भनिराख्न पर्दैन हैन। अनि सब्जेक्ट विल प्लस V1 प्लस सब्जेक्ट लाउन पर्छ। अब आइपुग्नुलाई के भन्छ अराइभ भन्छ हैन अनि अराइभ अनि कहाँ घर एट होम अनि एट होम। अब 2 घण्टामा भन्दाखेरि इन 2 आवर हैन 2 आवर 2 आवर। मेरो परिवार 2 घण्टामा घर आइपुग्छ भनेपछि माई फ्यामिली विल अराइभ एट होम इन 2 आवर। अनि यहाँ हेर्नुस् हैन मेरो मम्मी बुबा खेतमा हैन दिनरात मेहनत गर्नुहुन्छ भनेर यहाँ छ हैन। अब तपाईले यो पनि कुनै पनि जस्तै छ जस्तै अब यो सिम्पल प्रेजेन्ट टेन्स होइन मेहनत गर्नुहुन्छ भनेर तपाईले यहाँ पक्कै पनि हैन मेरो मम्मी बुबाले। अब हामीले के बनाउनु पर्यो पहिला सुरुमा हैन मेरो मम्मी बुबा भनेको सब्जेक्ट भयो हैन अनि मेहनत गर्नुहुन्छ पहिला बनाउनु अनि खेतमा काम गर्ने यो पछाडी हामी जोड दिने हो के सेन्टेन्सलाई। पहिला सेन्टेन्स बनाउन सिक्नु अनि टेन्स चिन्नुस् के तपाईले अनि कुनै पनि सेन्टेन्स मिस्टेक हुँदैन। अनि हामीले बनाम हैन अनि सिम्पल प्रेजेन्ट टेन्स हो। अनि मेरो मम्मी बुबा भनेको त माई पेरेन्ट हैन माई पेरेन्ट्स हैन माई पेरेन्ट्स हैन। अब मेहनत गर्नु भनेको त वर्क हार्ड भन्छ। यति कुरा त तपाईले अब मैले अरु भिडियोमा नि बताछु हैन वर्क हार्ड भनेको मेहनत गर्नु भनेको हैन अनि मेहनत भनेको अब वर्क हार्ड। अब दिन र रात भनेको डे एन्ड नाइट के दिन अनि रात भनेको डे एन्ड नाइट लेख्ने के इंग्लिशमा हामीले डे एन्ड नाइट भनेको दिन र रात। अब खेतमा काम गर्नुहुन्छ भनेर हैन अब खेतमा काम गर्दाखेरि एट द फार्म एट द फिल्ड लेख्ने पनि हुन्छ है। आई होप तपाईले पक्कै पनि बुझ्नु भयो होला हैन। माई पेरेन्ट्स वर्क हार्ड डे एन्ड नाइट अनि एट द फिल्ड भनेको मेरो बुवा आमाले हैन दिनरात मेहनत गर्नुहुन्छ खेतमा मेरो बुवा मम्मीले खेतमा दिनरात मेहनत गर्नुहुन्छ। आई होप तपाई पक्कै पनि बुझ्नु भयो होला हैन कुनै पनि यसमा चाहिँ खासै चाहिँ उ छैन गाह्रो छैन अप्ठ्यारो छैन हैन। अनि यहाँ हेर्नुस् हैन नेक्स्टमा हेर्नुस् हैन म हरेक दिन अरूलाई सहयोग गर्न सक्दो कोसिस गर्छु हैन। अब यो हरेक दिन सक्दो कोसिस गर्छु भनेपछि यहाँ हेर्नुस् कोसिस गर्छु हैन हरेक दिन भनेको यो हरेक दिन भनेको दिनको उसको डेलीको काम भयो के हामी डेली रुटिनको काम जहिले पनि प्रेजेन्ट टेन्समा बनाउँछौं के हामी। अनि यो कुन टेन्स हो यो सिम्पल प्रेजेन्ट टेन्स हो। अनि सिम्पल प्रेजेन्ट बनाउँदाखेरि सब्जेक्ट V1 V5 प्लस अब्जेक्ट लगाउने
अनि यसमा सब्जेक्ट भनेको म हो हैन। अनि आई अब म कोसिस गर्छु हैन, कोसिस गर्छु भनेको आई ट्राई टु हैन, आई ट्राई टु माई बेस्ट भनेको माई बेस्ट भनेको म सक्दो कोसिस गर्छु भनेको। अब के गर्न हैन, अरूलाई सहयोग गर्न, अरूलाई सहयोग गर्न अनि टु हेल्प हैन, टु हेल्प अरूलाई सहयोग गर्न, टु हेल्प अदर, अरू भनेको त अदर। अनि हरेक दिन, यो हरेक दिन छ, यो हामीले पछाडि लेख्न पर्छ कि अगाडि लेख्न पर्छ सेन्टेन्समा हैन। अनि हरेक दिनलाई त एभ्री डे लेख्न पर्यो। अनि एभ्री डे, एभ्री डे भनेको हरेक दिन। म हरेक दिन अरूलाई सहयोग गर्न हैन सक्दो कोसिस गर्छु भनेको आई ट्राई टु माई बेस्ट टु हेल्प अदर हैन एभ्री डे। अथवा तपाईले यहाँ अदर पर्सन लेख्दा पनि केही फिट पर्दैन। अनि हेर्नुस्, तिमी फोन गर्दा मैले खाना पकाइसकेको थिएँ। अब तिमी फोन गर्दा मैले खाना पकाइसकेको थिएँ भन्दाखेरि यहाँ तपाईँ एउटा कुरा के बुझ्नुस् भनेको सेन्टेन्स बुझ्नुस् कि यहाँ तिमीले फोन गर्दा भनेको यो एउटा चाहिँ पछाडि जोड्ने सेन्टेन्स हो। मेन सेन्टेन्स भनेको मैले खाना पकाइसकेको थिएँ भन्दाखेरि यो पहिला बनाउँदिने के। अनि सेन्टेन्स मिस्टेक हुँदैन क्या। मैले खाना पकाइसकेको थिएँ पहिला बनाउने, अनि तिमीले फोन गर्दाखेरि पछाडि ल्याएर जोडिदिने सेन्टेन्स पछाडि। अनि यो तिमीले फोन गर्दाखेरि मैले खाना पकाइसकेको थिएँ, यो कुन टेन्स हो? यो त पास्ट पर्फेक्ट टेन्स हो। पास्ट पर्फेक्ट टेन्समा उसले चाहिँ खाना पकाइसकेको थियो। यसले त बितेको समयमा हैन खाना चाहिँ काम पुरा गरिसकेको थियो, खाना पकाइसकेको थियो, खाना पकाउने काम पकाइसकेको थियो क्या। अनि सब्जेक्ट अनि कुन टेन्स भयो? पास्ट पर्फेक्ट टेन्स हो। अनि पास्ट पर्फेक्ट टेन्स सब्जेक्ट ह्याड अनि भित्री प्लस सब्जेक्ट लाग्छ। फेरि पनि सुन्नुस् हैन, सब्जेक्ट ह्याड अनि प्लस भित्री प्लस सब्जेक्ट। अनि हामी त्यस्तै बनाऊँ हैन। अब सब्जेक्ट भनेको मा हो, आई। अनि आई ह्याड मैले बताइसकेँ। अब यो खाना पकाउनुलाई त कुक भन्छ हैन। अनि भित्री लाउनु पर्यो, अनि कुक्ड हुन्छ हैन। अनि फुड। अब हेर्नुस्, एउटा कुरा के बुझ्नुस् हैन, तिमीले फोन गर्दा भन्दाखेरि यो सेन्टेन्स भनेको जब तिमीले फोन गर्दा हैन, जब तिमीले फोन गर्यो मैले खाना पकाइसकेको थिएँ भन्दा यो सेन्टेन्सले भनेको के तिमीले फोन गर्दा भनेको। अनि जब भनेको अनि वेनले जोड दिने के। अनि वेन यु कल्ड मी, जब तिमीले मलाई फोन गर्यो त्यति बेला मैले खाना पकाइसकेको थिएँ भन्दा यो सेन्टेन्सले भनेको पक्कै पनि तपाईले बुझ्नुभयो होला हैन। अनि नेक्स्ट हेर्नुस् हैन, आज म बिहानै बच्चादेखिको साथीको फोन आयो हैन। आज बिहानै हैन, यहाँ नेक्स्ट हेर्नुस् हैन, आज बिहान हैन मलाई मेरो बच्चादेखिको साथीको फोन आयो। अब हेर्नुस् हैन, सुरुमा के भयो भनेपछि यहाँ साथीको फोन आयो भने यो कुन टेन्स हो? अनि यो सिम्पल पास्ट टेन्स। अनि सिम्पल पास्ट टेन्स बनाउँदाखेरि सब्जेक्ट भिटु प्लस सब्जेक्ट लगाउने। अनि यो आज बिहान छ हैन, आज बिहान भनेको अनि कि त अगाडि लेख्ने कि पछाडि लेख्ने यो टाइमिङलाई अनि हामी बनाउँदै जाऊँ, अहिले पक्कै पनि बुझ्नुहुन्छ। अनि आज बिहानै भनेको दिस मर्निङले पनि लेख्दा हुन्छ के तपाईले। आज बिहान भनेको यही मर्निङ भनेको त हो। अनि दिस मर्निङ त तपाईले टुडे मर्निङ लेखेर पनि हैन केही फरक पर्दैन हैन। अनि दिस मर्निङ हैन। अब भनेको मैले मेरो साथीलाई बच्चादेखिको साथीलाई फोन आयो भनेको हैन। अनि मेरो साथी भनेको त माई, अनि बच्चादेखिको साथी भनेको चाइल्डहुड भन्छ के, चाइल्डहुड अनि फ्रेन्ड। बच्चादेखिको साथीले हामी माई चाइल्डहुड फ्रेन्ड भन्छ के। मेरो बच्चादेखिको साथी भनेको चाइल्डहुड फ्रेन्ड। अब फोन आयो भने मैले अब यो यति यो भनेको तपाईको माई चाइल्डहुड फ्रेन्ड भनेको यो सब्जेक्ट भयो के। अनि अब फोन आयो, अब यो फोन आयो भनेको भर्ब हो। अनि मैले बताइसकेको छु हैन यो कुन टेन्स हो हैन। अनि सिम्पल पास्ट टेन्स हो। अनि सिम्पल पास्ट टेन्स अब सब्जेक्ट पछि भिटु पछि अब्जेक्ट लाउनु पर्यो। अनि फोन भनेको कल हो, अनि कलको भिटु लेख्न पर्यो, कल लेख्न पर्यो हैन। अनि CALLED कल्ड। अनि कसले फोन आयो? अनि मलाई फोन आयो या मलाई। अनि मलाईलाई मी अब्जेक्टिभ पार्ट मी लेख्न पर्यो। अनि मी। सो यति हो, तपाईले नझुक्नु होला हैन। आज बिहान हैन मलाई मेरो बच्चादेखिको साथीले फोन आयो, बच्चादेखिको साथीको फोन आयो भन्दाखेरि हैन दिस मर्निङ माई चाइल्डहुड फ्रेन्ड कल्ड मी। अब यो बच्चादेखिको साथी भनेको चाइल्डहुड फ्रेन्ड है, तपाईले त्यो कुरा याद राख्नुस् है। अनि यहाँ हेर्नुस् हैन, म 2 घण्टादेखि तिमीलाई सम्पर्क गर्ने कोसिस गरिरहेको छु। अब यस्तो सेन्टेन्स छ हैन जहाँ हामीलाई हैन यो समय पनि दिएछ अनि कुनै पनि काम कन्टिन्यू भइरहेको छ हैन।
अनि प्रेजेन्टमा कुनै पनि काम समय पनि दिएछ, टाइमिङ दिएछ, कुनै पनि काम अनि कन्टिन्यू भइरहेछ भनेपछि हैन। अनि प्रेजेन्ट पर्फेक्ट कन्टिन्यू टेन्स हो। प्रेजेन्ट पर्फेक्ट कन्टिन्यू टेन्स त पक्कै पनि थाहा छैन। अनि प्रेजेन्ट पर्फेक्ट कन्टिन्यू टेन्स बनाउँदाखेरि हैन सब्जेक्ट हेज हेभ प्लस अनि बिन अनि भित्री बिफोर प्लस सब्जेक्ट लगाउनु पर्यो। सो हामीले त्यस्तै बनाऊँ हैन। अनि सब्जेक्ट यसमा कुन हो? सब्जेक्ट भनेको म हो, मैले काम गरिरहेको छु। अनि आई, हेर्नुस् आई हेभ, आईसँग के लाग्छ? आई हेभ अनि बिन हैन। अब मैले कोसिस गरिरहेको छु भनेको ट्राई गरिरहेको छु के, आई एम ट्राई टु हैन। अनि कसलाई कन्ट्याक्ट गर्न? तिमीलाई। अनि कन्ट्याक्ट अनि कन्ट्याक्ट अनि कसलाई? तिमीलाई। अब 2 घण्टादेखि भन्दाखेरि यो 2 घण्टा भनेको हैन, यो 2 घण्टा भनेको कुनै फिक्स समय होइन, कुनै निश्चित अनि कुनै निश्चित समय होइन के, कहिलेको 2 घण्टा हो, कहिलेको 2 घण्टा हो। त्यही भएर हामी यहाँ 4 लाग्दिने, 4 2 आवर्स, 4 2 आवर्स। आई हेभ बिन हैन ट्राई टु हैन कन्ट्याक्ट यु फर 2 आवर। आई होप पक्कै पनि तपाईले बुझ्नुभयो होला हैन। आई हेभ बिन ट्राइङ टु कन्ट्याक्ट यु फर 2 आवर। नेक्स्ट हेर्नुस् हैन। अनि नेपाली युवाहरूले पैसा कमाउन विदेश जान्छन्। यो सिम्पल प्रेजेन्ट टेन्स हो। अनि सिम्पल प्रेजेन्ट टेन्स मैले बताइसकेको छु हैन। अनि सब्जेक्ट अनुसार V1 V5 प्लस सब्जेक्ट लाग्छ। अनि हामी त्यस्तै बनाऊँ। अनि नेपाली युवाहरू सब्जेक्ट भनेको त नेपाली युवाहरू हैन। अब हामी पहिला नेपाली युवाहरू भन्दाखेरि नेपाली युथ हैन, युवा भनेको युथ हैन, युथ हैन। अब पैसा कमाउन विदेश जान्छन् हैन। अब जान्छन् भनेको त गो हैन। अनि युवाहरू भनेको त धेरै हो हैन, किन अब धेरैमा त V1 लाउनु पर्यो अनि गो लाउनु पर्यो हैन। अनि गो अब कहाँ जान्छन्? विदेश, गो अब्रोड हैन, अब्रोड। अब यो अब्रोडमा तपाई गो टु अब्रोड लेख्न पाउनु हुन्न है। अब कहाँ पैसा कमाउन? अनि टु, अब कमाउनुलाई अन, टु अन अनि मनी, पैसा कमाउन। अनि यहाँ हेर्नुस् हैन, यो पैसा कमाउन छ नि, यो हामी पछाडि जोड दिने हो के। नेपाली युवाहरू हैन विदेश जान्छन् पहिला यो लेख्ने हैन। अनि पैसा कमाउनुले यो पछाडि हामी जोड दिने, यो उद्देश्य हो, यो उद्देश्य कामलाई हामी पछाडि जोड दिने हो के। अक्कै पनि तपाई बुझ्नुभयो होला हैन। अनि नेपाली युथ हैन गो अब्रोड टु अर्न मनी। अब नेक्स्ट हेर्नुस् हैन। भगवानमा भरोसा राख हैन, तिमीले अवश्य सुखका दिनहरू देख्न पाउनेछौ। अब हेर्नुस् हैन, यो कुन टेन्स हो? पहिला सुरुमा हामीले यो भगवानमा भरोसा राख भनेर यो बनाउने हैन। अनि तिमीले अवश्य सुखका दिनहरू देख्न पाउनेछौ भन्छ, यो त फ्युचरको कुरा हो हैन। अनि फ्युचर पाउनेछौ भन्दाखेरि फ्युचरको कुरा सिम्पल फ्युचर टेन्स हो। अनि सिम्पल फ्युचर टेन्स सब्जेक्ट विल ह्याभ प्लस अनि अनि सिम्पल फ्युचर टेन्स भनेको अनि सब्जेक्ट अनि विल प्लस V1 प्लस सब्जेक्ट लाग्छ। अनि पहिला हामी त्यस्तै बनाऊँ हैन। अनि भगवानमा भरोसा राख भन्दाखेरि पहिला कसरी बनाउने? अनि हेभ फेथ इन गॉड लेख्ने, हेभ फेथ इन गॉड भनेको भगवानमा विश्वास राख भनेको। अनि अब मैले बताइसकेको छु हैन, सब्जेक्ट लेख्ने यु। अब कुन टेन्स हो मैले बताइसकेको छु। अनि यु विल हैन। अब सुखका दिन देख्न पाउनेछौ, अवश्य भनेको यो अवश्यलाई इंग्लिशमा हैन डेफिनेटली लेखिदिने के। अनि डेफिनेटली, यो डेफिनेटली भनेको कुनै भर्ब होइन है। अनि डेफिनेटली अब यसमा चाहिँ V1 लाउन पर्यो। अनि V1 यो पाउनेछौ भनेको त गेट हो हैन, देख्न पाउनेछौ भनेको त अब तिमीले चाहिँ अनि गेट, यु डेफिनेटली गेट हैन, गेट। अब के को? सुखका दिनहरू हैन, अब देख्न पाउनेलाई अनि टु सी हैन, टु सी। अब सुखका दिन भनेको हैन अनि हेप्पी डे, हेप्पी डेज, सुखका दिनहरू हैन, धेरै दिनका अनि कुरा होला हैन। अब हेर्नु फेरि हैन, भगवानमा भरोसा राख हैन, तिमीले अवश्य हैन सुखका दिनहरू देख्न पाउनेछौ। अनि हेभ फेथ इन गॉड, यु विल डेफिनेटली गेट टु सी हेप्पी डेज। कति राम्रो मिठा सेन्टेन्सहरू बनिरहेछ हैन। तपाई पक्कै पनि सिक्दै हुनुहुन्छ, पक्कै पनि हैन बुझ्दै हुनुहुन्छ। अनि हेर्नुस्
नेक्स्टमा के छ भनेपछि मेरो साथीले हैन मेरो साथीले भविष्यमा धेरै पैसा कमाउँछ। अब यो टेन्स बुझ्नुस् के सेन्टेन्स बुझ्नुस् हैन। मेरो साथीले भविष्यमा धेरै पैसा कमाउँछ। अब भविष्य दिएको छ हैन। अब सेन्टेन्सले बताइसकेको छ। अब भविष्यमा धेरै पैसा कमाउने छ भनेर अनि फ्युचर टेन्स हुन्छ भन्ने कुनै उ छैन के। अनि यो हामीले भविष्य भनेपछि भविष्यमा यो चाहिँ फ्युचरको कुरा गरेछ भन्ने बुझ्न पर्यो कि। यहाँ ने छ भने पैसा कमाउने छ, खाने छ, जाने छ, यो ने आउनु पर्छ भन्ने छैन के। यो हामीले चाहिँ अलिकति सेन्सले बुझ्ने हो के। अनि यो कुन सेन्टेन्स हो? यो फ्युचर टेन्स हो, सिम्पल फ्युचर टेन्स। अनि सिम्पल फ्युचर टेन्स मैले बताइसकेको छु हैन। पहिले सब्जेक्ट लेख्ने। अनि मेरो साथी भनेको त माई फ्रेन्ड हैन, माई फ्रेन्ड। अनि माई फ्रेन्ड हैन, मेरो साथीले हैन पैसा कमाउँछ हैन। अनि विल अब पैसा अर्न कमाउनेलाई अर्न हैन, अर्न अब धेरै पैसा, अ लट अफ मनी, अ लट अफ मनी। अनि यति हो। अब फ्युचरमा हैन, यो फ्युचरमा भविष्यमा भन्दाखेरि इन, अनि फ्युचर। भविष्य भनेको त फ्युचरको कुरा हो, इन फ्युचर। अब हेर्नुस् मेरो साथीले भविष्यमा धेरै पैसा कमाउँछ। माई फ्रेन्ड विल अर्न अ लट अफ मनी इन फ्युचर। पक्कै पनि तपाईँ बुझ्नुभयो होला हैन। अनि हेर्नुस् म यो समस्या समाधान गर्ने कोसिस गर्नेछु। अब हेर्नुस् फेरि आइसक्यो हैन। अब यो गर्नेछु भनेर सेन्टेन्समै दिएछ हैन। तपाईले यहाँ झुक्किनु पर्ने कुनै पनि उसै छैन हैन। अब कोसिस गर्नेछु भनेर त्यही आइसकेको छ हैन। अनि पक्कै पनि सिम्पल फ्युचर टेन्स हो। अनि सिम्पल फ्युचर टेन्स बनाउने तपाईले सब्जेक्ट विल अनि V1 प्लस सब्जेक्ट लगाउने हैन। अनि पहिला सब्जेक्ट कुन हो? म हो, आई। अनि पहिला तपाईले सब्जेक्ट लेख्न पर्यो आई विल हैन, आई विल, आई विल हैन, आई विल ट्राई टु हैन। अब आई विल ट्राई टु। अब यो समस्या समाधान भनेको सल्भ गर्ने के, सल्भ भनेको समाधान हैन। अनि टु सल्भ हैन। अब यो समस्या भनेको त दिस प्रब्लम हो। अनि दिस समस्या भनेको प्रब्लम, यो भनेको दिस हो, अनि प्रब्लम। आयो पक्कै पनि तपाईँ बुझ्नुभयो हैन। अनि म यो समस्या समाधान गर्ने कोसिस गर्नेछु भन्दाखेरि आई विल ट्राई टु सल्भ दिस प्रब्लम। अनि यहाँ हेर्नुस् हैन, हल्ला गर्नुको सट्टा तपाईहरु अध्ययन गरिरहेको हुनुपर्ने हो हैन। अब कतैतिर हल्ला भइरहा हामी गएर हैन अब सम्झाउँछौं हैन केटाकेटीलाई अरूलाई पनि हैन, ए हल्ला गर्नुको सट्टा तिमीहरु गएर अध्ययन गर्नुपर्ने हो भनेर हामी कति सम्झाउँछौं, कति बताउँछौं हैन। अथवा हाम्रो मम्मी बुवाले पनि हैन हामीलाई हल्ला गर्नुको सट्टा गएर अध्ययन गर, नभए यो गर त्यो गर हैन। कति अब यो भनेको एउटा सजेसन हो, सुझाव हो हैन। अनि यो सुझाव यस्तो सुझावहरु दिँदाखेरि हामी शुड बी प्लस बिफोर युज गर्ने के। अनि हामी यहाँ मेन सेन्टेन्स के हो भनेसी तपाईहरु अध्ययन गरिरहनु पर्ने हो भनेर अनि यो हल्ला गर्नुको सट्टा भनेर हामी पछाडी जोड दिने हो के सेन्टेन्सलाई। अनि हामी त्यस्तै बनाऊँ। सब्जेक्ट भनेको तपाईहरु अध्ययन गरिरहनु पर्ने हो भनेको यु शुड ह्याभ, मैले बताइसकेको छु। अनि यु शुड, अनि यु शुड। अब गर्नुपर्ने हो भनेपछि यु शुड बी हैन। अनि बिफोर लाउन पर्यो। अनि स्टडीको स्टडिङ लाउन पर्यो हैन। मैले बताइसकेको छु भिडियो बिफोर लाउन पर्यो। अनि स्टडिङ हैन। अब यो हल्ला गर्नुको सट्टा भनेको अनि एउटा के शब्द छ हैन, इन्स्टिड छ, इन्स्टिड। अनि हामीले इन्स्टिड लाउन पर्यो। अनि इन्स्टिड, अनि इन्स्टिड भनेको यसको बजाय अथवा सट्टा हैन, इन्स्टिड अफ। अब के लाउने? अब इन्स्टिड अफ जब हामीले लगाउँछौं नि तब त्यति बेला जो हल्ला गर्नु भनेको त अब मेक अ नोइज हो। तर हामीले चाहिँ इन्स्टिड अफ लगाएपछि हैन बिफोर लाउन पर्छ जहिले पनि। अनि मेकिङ अ नोइज। आई होप तपाई पक्कै पनि बुझ्नुभयो होला राम्रोसँग हैन। यु शुड बी स्टडिङ इन्स्टिड अफ मेकिङ अ नोइज। अब यो बिफोर मेकिङ अ नोइज भने हल्ला गर्नु भनेको मेक अ नोइज हो हैन। अब यो इन्स्टिड आछ, इन्स्टिड अफ आछ, त्यही भएर यहाँ बिफोर लाछ है, मेकिङ अ नोइज भएको छ है। यो जस्तै यो इन्स्टिड पछि अफ पछि जहिले पनि बिफोर अर्को भाव आउँदा बिफोर नै हामीले लगाउनु पर्छ। यो ग्रामरको तरिका हो हैन, ग्रामरको रुल्स नै हो। अनि हेर्नुस् म भविष्यमा मेरो सबै सम्पत्ति दान गरिदिन्छु हैन। अब यो भविष्यमा, यो अहिलेको कुरा होइन, भविष्यको कुरा हो। तपाईले पक्कै पनि थाहा भने फ्युचरको कुरा हो। अनि फ्युचरको कुरा भने सिम्पल फ्युचर टेन्स हो। अनि सिम्पल फ्युचर टेन्स मैले बारम्बार बताइसकेको छु, सब्जेक्ट विल V1 प्लस सब्जेक्ट। अनि सब्जेक्ट के हो? म हो। अनि म
अब म आई विल हैन, आई विल। अब दान गर्नुलाई डोनेट भन्छ हैन, तपाईले डोनेट। अब मेरो सबै सम्पत्ति भनेको त आल प्रोपर्टी हैन, अनि प्रोपर्टी। अब मैले मेरो सबै सम्पत्ति दान गरिदिन्छु केमा, भविष्यमा, इन द फ्युचर, अथवा इन फ्युचर लेखे पनि भइगयो क्या। इन फ्युचर भनेपछि फ्युचरमा। अब हेर्नुस्, म भविष्यमा मेरो सबै सम्पत्ति दान गरिदिन्छु भने आई विल डोनेट अल माई प्रोपर्टी हैन, अल माई प्रोपर्टी मेरो सम्पत्ति हो, अनि इन फ्युचर। सो थ्याङ्क यू फर वाचिङ गाइज। मेरो भिडियोलाई राम्रोसँग हेरिदिनु भयो हैन, त्यसको लागि धेरै धेरै धन्यवाद।